सो गाइस यो हो दिव्य पावन अखण्ड धुनी धाम श्री बालापुरी मत सुस्ता एक छिवनी नलपरासी प्रदेश नम्बर 5 नेपालमा हो। तपाईहरुलाई स्वागत छ। यहाँ आउनु होला। राम्रो पर्यटकीय ठाउँ छ। पारी सतपति माताको कुमारवर्ती माताको मन्दिर छ। यहाँबाट जानुपर्छ। सो यो गोपीगञ्जबाट आउँछ, यो त्रिवेणीबाट आउँछ। सो गाइस मेन गेट मुनि भन्दाखेरि हनुमानजीको मूर्ति छ। अर्को चाहिँ काली माताको मूर्ति छ। यो महाकाल भैरव मन्दिर भैरवको हो। यो हो श्री दिव्य पावन अखण्ड धुनी धाम श्री बालपुरी मठ सुस्ता एक छिवनी नलपरासी। अब म यहाँ गेटबाट प्रवेश गर्दैछु। यसरी गेट खोले गाइस। राम्रो बनाएको रहेछ यो अखण्ड धुनी धाम गरे। यो बाबा बालपुरी समाधि मन्दिर हो। यो शिवजीको मन्दिर हो। काली मन्दिर पनि रहेछ। यस्तै काली माताको मन्दिर हो। तल शिवजी बस्नुहुन्छ। काली माता हाम्रो मलेसिया खाडी मुलुक जाने लक्ष्मी माता जुन क्यास आउने लक्ष्मी माताको मन्दिर हो। यो हाम्रो लक्ष्मी माताको मन्दिर। यहाँलाई पाउन देश विदेश जानुपर्छ। यो कतिवटा छ? 108 वटा होला नि। यो हेर्न सक्नुहुन्छ 108 वटा शिवलिङ्गहरू छन्। यहाँ मान्छे श्रद्धालु पूजा गर्छन्। मानिसहरू दुलेश्वर हरेक महादेवहरूको नाम रहेछ। मेरो फेभरेट शिवजी हुनुहुन्छ। यहाँ बस्नुहुन्छ नाग महाराज हुनुहुन्छ। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय। यो बुट्टा पनि देखाइदियो। बुट्टातिर खिच्छ। र सबैभन्दा ठुलो गाई यहाँ आउनु। शिवजीकै पूजा सबै गणेश भगवान मेन त गणेश भगवान हुनुहुन्छ। सर्वप्रथम हामी हिन्दू धर्मको प्रथम पूजा गर्ने नै गणेश भगवानलाई नै लाग्नु पर्यो। जय गणेश भगवान, जय जय।
यहाँ हेर्नु सक्छ उहाँको सवारी मुसा र उता जाम नागदेवता यहाँ नागदेव विष्णु भगवान नागराज कृष्ण भगवान यहाँ हुनुहुन्छ शिवजी ठुलो शिवजी देखिनुहुन्छ टाढै छ So guys, अब यता ऋषि मुनि हुनुहुन्छ चाबी ल्याएको स्कुटीको त्यही छोड्नु ओम नमः शिवाय ओम नमः शिवाय सो गाइस कस्तो लाग्यो भिडियो यो छ तपाईको छिवनी कटेसी यो सतपत्ती र उसको बिचमा चाहिँ छिवनीमै पर्छ यो